नमस्कार। आज हामी martxmart.com बारे अलिकति गहिरिएर कुरा गरौँ है त। नमस्ते। यो एउटा भारतीय डिजिटल प्लेटफर्म रहेछ। जसले चाहिँ व्यवसाय सुरु गर्नेदेखि लिएर किनमेल, चाडपर्व अनि पैसाको कुरा सबै एउटै ठाउँमा ल्याउन खोजेको जस्तो देखियो। हो नि। अनि यसको सुरुवात चाहिँ खै बिहारको पूर्णिया भन्ने ठाउँबाट भएको भन्ने जानकारी छ, सानो ठाउँबाट। हो र? मतलब ठूला शहर मात्र होइन, सबैतिर पुग्ने लक्ष्य। त्यस्तै देखिन्छ। उनीहरूले आफूलाई मेसिन र बजारको सङ्गम पनि भनेका छन्। चाख लाग्दो। त्यसो भए आज यही हेरौँ न त, यसले कसरी काम गर्छ, के सुविधा छन्। खास गरी व्यवसाय सुरु गर्नेलाई कसरी सघाउँछ होला। ल, त्यहीबाट सुरु गरौँ। उद्यमीको लागि त यो महत्त्वपूर्ण देखिन्छ है। यहाँ 5,000 भन्दा बढी किसिमका मेसिनहरू पाइने रहेछ। 5,000 भन्दा बढी? के कस्ता मेसिनहरू? जस्तो कि खानेकुरा बनाउने, प्याक गर्ने, डेरी, कृषि, बेकरी अनि जडीबुटी प्रशोधन गर्ने, होटलका सामानहरू धेरै छन्। अनि यी मेसिनहरू सिधै उत्पादकबाटै किन्न मिल्ने हो? हो, प्रमाणित निर्माताहरूबाट। अनि मसिनको पूरा विवरण कस्तो छ, भिडियो, अरूले के भने, त्यो सब हेर्न मिल्ने। मेसिन त भयो, तर नयाँ काम थाल्दा अरू झन्झट पनि त हुन्छ नि, जस्तै लाइसेन्स, दर्ता। त्यसलाई पनि सोचेको जस्तो छ। यहाँ तयारी प्रोजेक्ट रिपोर्ट पाइन्छ अरे, त्यो पनि सीएबाट प्रमाणित। त्यो त धेरै राम्रो भयो नि। ब्याङ्कमा जाँदा चाहिन्छ। हो नि। अनि जीएसटी, एमएसएमई, एफएसएआई दर्ता जस्ता कुरामा पनि सहयोग मिल्ने बताइएको छ। मतलब मेसिन किन्ने ठाउँमै यस्तो सेवा? हो। अनि थपमा ब्रान्डिङ, प्याकेजिङको डिजाइन, छपाई, कच्चा पदार्थ चाहियो भने त्यसको आपूर्तिकर्तासँग सम्पर्क पनि। अनि मेसिन जडान, तालिम, बिग्रेमा बनाउने एएमसी सेवा पनि। सुरक्षा नै किन्ने मान्छेलाई क्रेता सुरक्षा कार्यक्रम छ अरे, तुरन्तै सहयोग चाहियो भने त्यो पनि। अनि इएमआई र ऋणको सुविधा, स्पेयर पार्ट्स पाइने कुराले अलि विश्वास बढाउँछ कि? यो त किन्नेको कुरा भयो। बेच्नेलाई नै केही छ, आपूर्तिकर्तालाई? अच्छा, उनीहरूले सित्तैमा आफ्नो सामान लिस्ट गर्न पाउँछन्। सित्तैमा? हो। अनि अलि बढी देखाउन प्रिमियम सुविधा पनि छ। अनि प्रमाणित व्यापारिक सोधपुछ, मतलब भेरिफाइड लिड्स पाउने। भनेपछि साँच्चीकै किन्न खोज्ने ग्राहकको जानकारी पाउने। हो, त्यसले व्यापार बढाउन मद्दत गर्ला नि। प्रविधि पनि प्रयोग भएको छ भन्नुभयो, एआई खोज जस्तो। एआई समर्थित खोजले आफूलाई चाहिने कुरा हजारौं विकल्पबाट छिटो भेट्टाउन सजिलो बनाउँछ होला। अनि त्यो अटो कोड जेनेरेटरले तुरुन्तै मूल्य दिन्छ। सायद त्यस्तै हो। अनि माटेक्स पे भन्ने आफ्नै भुक्तानी प्रणाली पनि छ। अनि छिट्टै मोबाइल एप आउने रे। हरेक जिल्लामा सप्लाई र सर्भिस सेन्टर खोल्ने योजना पनि रहेछ। ल, यो त भयो व्यवसायको पाटो। तर आम मान्छेको लागि पनि केही छ कि, जस्तो किनमेल गर्न? छ नि। माटेक्स स्मार्ट शपिङ भन्ने खण्डमा फ्यासन, किराना, घर सजाउने सामान, इलेक्ट्रोनिक्स, मोबाइल, केटाकेटीका सामान, किताब, धेरै कुरा। भनेपछि एमाजोन, फ्लिपकार्ट जस्तै? केही हदसम्म। तर उनीहरूले छानेर राम्रोसँग प्याक गरेर पठाउने कुरामा जोड दिएका छन्। अनि चाडपर्वको लागि पनि छुट्टै स्टोर? हो, फेस्टिभल स्टोर। दिवाली, होली, ईद, छठ, क्रिसमस जस्ता चाडका लागि पूजा सामग्री, बत्ती, सजावट, लुगा, उपहार, मिठाई, विशेष प्याकेजहरू। यो त राम्रो लाग्यो। अनि वित्तीय सेवाहरू नि, मार्ट एक्सपेमा के छ? त्यसमा युपीआई, बिल तिर्ने बीबीपीएस, पछि तिर्ने पे लेटर, इएमआई जस्ता विकल्पहरू छन्। अनि अर्को कुरा, सरकारी योजनाहरू छन् नि, जस्तो पीएमएफएमई, मुद्रा, एमएसएमई। त्यसको बारेमा सरल भाषामा जानकारी दिने, आवेदन दिन सघाउने काम पनि गर्छ अरे। हो र? यसले त मान्छेलाई सरकारी योजनाबारे बुझ्न र फाइदा लिन सजिलो बनाउने भयो। हो, सायद त्यही उद्देश्य होला। क्रेडिट स्कोर हेर्ने, इएमआई हिसाब गर्ने, ऋणबारे सल्लाह दिने जस्ता सुविधा पनि छन्। अनि अन्त्यमा फ्रान्चाइज खोल्न पनि मिल्ने? मिल्ने। गाउँ, सहर जहाँ पनि मार्टेक्स स्मार्ट फ्रान्चाइज खोल्न सकिन्छ अरे। कम लगानीमा स्थानीय स्तरमै व्यवसाय सुरु गर्ने अवसर, यसका लागि फरक फरक मोडल, कति फाइदा हुन्छ भनेर हेर्ने आरओआई क्याल्कुलेटर, अनलाइन आवेदन दिने सुविधा पनि रहेछ। ल, समग्रमा हेर्दा त यो निकै ठूलो योजना रहेछ। बिहारको सानो ठाउँबाट सुरु भएर यति धेरै कुरा समेट्ने। हो, निकै महत्त्वकांक्षी देखिन्छ। मेसिन र बजारलाई जोड्ने प्रयास, उद्यमीलाई चाहिने कुरा दिने,
किनेमेल गर्नेलाई विश्वास दिलाउने, सबैलाई अवसर दिने, भारतलाई आत्मनिर्भर बनाउने यस्तै सन्देश दिन खोजेको पाइयो। भनेपछि सारमा यो एउटा ठूलो डिजिटल इकोसिस्टम बनाउने कोसिस हो जसले व्यवसायदेखि दैनिक जीवनका अनेक पाटालाई एउटै प्लेटफर्ममा ल्याएर विशेष गरी साना सहर र गाउँसम्म अवसर पुर्याउन खोजिरहेको छ। पक्कै पनि। अनि यसले एउटा प्रश्न पनि उठाउँछ नि, होइन र? कस्तो प्रश्न? जब एउटै प्लेटफर्मले मसिन किन्नेदेखि लिएर सरकारी योजनाको जानकारी लिने अनि दिनदिनै चाहिने सामान किन्नेसम्मको सुविधा दिन्छ, यसले खास गरी साना ठाउँका मान्छेहरूको जीवन र काम गर्ने तरिकामा साँच्चै कस्तो र कति गहिरो परिवर्तन ल्याउन सक्ला, यो सोच्नुपर्ने कुरा हो।